So hello guys, welcome back. It's my channel सफी त आज चाहिँ हामी एक्लै गर्न आँटेको छौँ। आज चाहिँ होइन, आजदेखि चाहिँ हामी एक्लै गर्न आँटेको छौँ, किनभने त्यो मेरो जुन युट्युबर साथी थियो त्यो साथीले म भन्थेँ नि पहिलेदेखि यस्तै नुब थियो नि कि त्यसले आफ्नै माइन्डक्राफ्ट अकाउन्टै डिलिट हान्दियो, माइन्डक्राफ्ट डिलिट हान्दियो। अब यसपालि हामी नै सबै काम गर्नेछौँ। त आजको हाम्रो गोल भनेको त पार्ट 4 मा के भनेको थियौँ हामीले कि हामीले भन्दा मैले अब कि इन्चेन्टमेन्ट आर्मर बनाउनु भनेर। त अब इन्चेन्टमेन्ट आर्मर आज बनाएरै छोड्नुपर्छ। त गाइस लेट्स स्टार्ट। मैले कहाँ पो देखिरहेको थिएँ लेदर, मैले अघि त काउहरूलाई पनि मारेको हो, खै हेरौँ। ए लेदर त 2-3वटा बन्छ होला। बुक्सेल सुगर क्यान चाहियो यार, सुगर क्यान कहाँ छ अब? मैले कहीँ त देखेँ जस्तो लागेको सुगर क्यान। ओ भिलेजर ओए, मैले कहीँ त देखेँ जस्तो लाग्यो गाइज। ए गाइज मैले त देखेको छैन, कहाँ छ यार। त गाइज बुक सेल्फमा त 2टा बनाउँदा भइहाल्छ। अम्बो गाइज आइरन यत्रो, तर आइरन किन चाहियो, त्यही पनि लिइहालौँ न। त गाइज मैले भने जस्तो त्यो युट्युबर अब आउँदैन कहिले, किनभने त्यसले अब आउनु त आउनु सक्छ तर फेरि साइन इन गरेर। अब त्यही अकाउन्टमा त आउनु भएन, अनि मैले पनि नआइज भनेको, किनभने त्यो धेरै नुब थियो नि त। अब सुगर क्यान पनि भयो अनि लेदर पनि भयो। के बनाउनु भएको छ भनेपछि अब पेपर त भयो नि, 2टा जतिले पुग्छ होला हामीलाई। ओए बुक 2टा मात्रै बन्छ। ल ल ठिक छ गाइस, बुक 2टा मात्रै बन्ने रहेछ। बुक सेल्स त बनिँदैन होला गाइस, अझै एउटा बुक चाहिन्छ। सुगर क्यान यही ग्रो गर्दै गरौँ। त गाइस अर्को पार्टमा हामी बनाउँछौँ, धेरैवटा फार्म बनाउँछौँ। लगभग 2टा त होइन, धेरै नबनाऊँ, किनभने धेरै टाइम हुँदैन अनि अहिले के हुन्छ, त्यही भएर एउटा फार्म बनाउँछौँ। कमेन्टमा लेख्नु कुन फार्म बनाउनु, मब फार्म बनाउनु कि सुगर क्यान फार्म बनाउनु, त्यो कमेन्टमा लेख्नुहोस्। त गाइज म मेरो घरको इन्ट्रो दिइहाल्छु, तर तपाईँले भित्र छिर्दा देख्नुभयो होला। पहिला यहाँबाट सुरु होस्। त गाइज यो हाम्रो घर, जसमा केही छैन, अहिले केही हालेको छैन। यो चाहिँ हो पुरै हामी बसेर गर्ने। त अब यहाँ एउटा कमिङ सुन आउँदैछ गाइज, एउटा नयाँ प्लेयर आउँदैछ हाम्रोमा। त्यसलाई छोडेर एउटा प्रो, बिल्डिङमा सबैभन्दा प्रो हामीले मान्न चाहने हाम्रो एउटा साथी आउँदैछ, जो प्रो छ पुरै बिल्डिङमा। पिभिपीमा पनि ठिकै छ त्यो केटा, त्यो क्लाउडी भन्दा त राम्रै छ। त गाइज कमिङ सुन भिडियो, त्यसको पनि यही सिरिजमा बोलाउँछु पनि अनि त्यहीसँग खेल्छु पनि। यो चाहिँ हाम्रो सिक्रेट रुम, जसमा यत्रो खुल्ला ल्याडर देखाइरहेको छौँ। कस्तो कावत भन्यो यार। यो हाम्रो सिक्रेट रुम, जसमा हामीले खुल्ला ल्याडर देखाएको छौँ। अब यो अलिक डोन्ट माइन्ड गाइस, हामीले पुग्दैन भनेर यति धेरै सामान बनाएको थियौँ नि, अहिले त अझै एउटा घर बन्छ जस्तो लाग्यो। यो चाहिँ हाम्रो यहाँ भिलेजरहरू छ। यहाँ आर्मर स्मिथ राखेको छौँ, यहाँ ब्लस फर्नेस राखेको छौँ, यहाँ फ्लेजर राखेको छौँ। अनि यो ट्र्यास आइटम्स, यहाँ ट्र्यासहरू हाल्ने। अनि त्यो चाहिँ हो केभ आइटम्स भनेको ल्यापिस, गोल्ड, आइरन, डायमन्ड, त्यस्तै। यहाँ हामीले 2टा एनिमल बनाएको छौँ धनी भएर।
अब सुगर क्यान चाहिँ कहाँबाट? अब सुगर क्यानको लागि पर्खिनु पर्छ होला हौ धेरै। त गाइज मेरो स्वरलाई डोन्ट माइन्ड गर्नु किनभने अलिक गाह्रो छ क्या। हेलो गाइज, अब काउलाई त हान्नु नै पर्छ क्या हो। सरी काउ, बट आई निड लेदर। ओ भाइ स्मोक। गाइज तपाईँले एउटा चिज देखाउँछु, त्यो सबैभन्दा रेयर हो। त्यो नुबले त्यो ए तरिका त्यसले त्यो रेयर चिज पनि हेरेर अनदेखा गऱ्यो किनभने त्यसलाई थाहा छैन त्यो रेयर हो कि होइन भनेर। म त देख्दै देखेन भनौँ न अब के। एकछिन गाइज म देखाइदिन्छु कहाँ पो त यही होला हौ। गाइज एउटा यस्तो रेयर ठाउँ छ नि, रेयर ठाउँ रे रेयर चिज, त्यो कहाँ छ क्या? यहाँ छ होला। गाइज यो गाइज यहाँ गाइज, यो रेयर हो नि त गाइज। यिनीहरू त नर्मल हो तर यो रेयर हो नि त गाइज। ह्यासट्याग रेयर ल। त गाइज तपाईँहरूले त भन्नु भएन त कुन भाषामा बोल्नु भनेर, त्यही भएर मैले त नेपालीमै बोलिरहेको छु गाइज। यो अलिक राम्रो भएन यो। अब सुगर क्यान कतिखेरसम्म हुन्छ? गाइज तपाईँको फेभरेट एनिमल भन्नु माइनक्राफ्टमा कुन हो? मेरो त क्याट हो। कमेन्टमा भन्नुहोस् तपाईँको फेभरेट एनिमल कुन हो? अब ठिक देखियो नि त त्यो ब्लक हालेको भन्दा। त गाइस तपाईँहरूले हाम्रो घरलाई कति रेट दिनुहुन्छ? 10 आउट अफ त्यो अलिक धेरै सामान भएको भए त राम्रो बनाउँथ्यौँ घर। यो अलिक कलर अर्कै भयो होला, त्यो पनि रेड गर्नुहोस्। मेरो सुगर क्यान त ग्रो नै हुँदैन त। मसँग बोनहरू छ जस्तो लाग्यो, बोन बिलले पुरै ग्रो हानिदिन्छु। बोन पनि छैन। त गाइस म अलिक स्केलेटनहरूलाई टप्काएर आइहाल्छु। गाइस भर्खर भनौँ भने रिकर्डिङै भर्खर रिँदैछ क्या। मैले हेर्नु गाइस हालेँ तर एउटा अप्ठ्यारो भयो क्या गाइस, यो चाहिँ भएन क्या। अनि अब म गएँ भनेर स्टप गर्न आँटेको, लास्टमा त स्टपै रहेछ पहिलेदेखि। त गाइस अब चाहिँ म गएँ, डायमन्ड खोजेर आउँछु, अलिक क्लिपहरू पनि देखाउँछु तपाईँहरूलाई। त गाइस यो चाहिँ एउटा भित्रको केही छैन होला। गाइस मैले भेटिसकेँ एउटा, ओइ 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 ओइ, दुईटा, तिनटा, चारटा, पाँचवटा, छवटा अझै। गाइस प्लिज प्लिज प्लिज, आठवटा हुन्छ नि। ए 8वटै छ गाइस, 8वटै छ। कुल। अब यहाँपट्टि मैले देखिरहेको थिएँ, त्यतिखेर अँध्यारो त टर्च पनि त्यति बनाएको थिइनँ मैले। गाइस म त्यहाँ पुगेपछि अब देखेको त त्यही हो, छ कि छैन। गाइस गाइस डायमन्ड 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 एउटा मात्रै भेट्यो। टर्च एउटा मात्रै भेट्यो, अरू यताउता अम्बो। ए होइन, आँखा पनि मेरो दुईवटा मात्रै, तिनवटा भेट्यो। गाइस यतिले त रिपेयर हुन्छ होला हौ गाइस। त म पहिला ट्राई गर्छु रिपेयर हुन्छ कि हुँदैन, त अनि तपाईँको छेउमा ल। गाइस हामी आइसक्यो, 1 महिना पनि पुरिसक्यो। अब एन्भिल मेरो
पहिला आर्मर निकालिहाल्छु गाइस। आर्मरको हालत त हेर्नुहोस् गाइस। साँच्चै भनेको त्यो केप चाहिँ लकले पाएको हो। गाइस फोकट रिकर्ड त हुन्छ नि। गाइस जसमा हामीले यति धेरै डायमन्डको कष्ट गऱ्यौँ 2 हार्समा चाहिँ गाइस म 2 हार्समा त्यतिखेर जे पनि एक्स्ट्रा भयो ठिकै छ। ए तेरिको किन लगायो होला मैले निकाल्ने नै हो अहिले। कता पो आयो त। तो गाइस म कुन हाल्नु गार्ड प्रोटेक्सन। अब सबै 3 लेभलको गर्ने भनेको थिएँ। गाइस यसमा चाहिँ कुन गर्नु होला। 3 लेभल अब 3 लेभल त आउनु पर्यो नि। एकचोटि फेरि यसमा पनि ए मसँग त मेरो बो नै छैन त्यही त भन्छु। त गाइस हाम्रो कम्प्लिट भइसक्यो। यो चेस्टमा हालिहालौँ न। तो गाइस हाम्रो कम्प्लिट भइसक्यो। तो गाइस यसै गरी हाम्रो 1 XP भइसक्यो र यसै गरी हाम्रो उयो गोल पनि पुरा भइसक्यो। त यो सिरिजको पार्ट 4 अलिक छिटै सिद्धियो। त गाइस आजको लागि यति नै। हामीले आफ्नो गोल पुरा गऱ्यौँ। त बाई बाई। त गाइस सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है फेरि। त्यसमा कुट्छु नि यस वर्डले बुढ्नुमा उम्ले घुसाइदिन्छु नि।